मलाई मान्छेले कति निराश बनाउनु खोज्छ है। मेरै घरमै मलाई निराश बनाउनु खोज्नुहुन्थ्यो क्या घरको सदस्यले। ए यस्तो के गरेको तैँले, एक्लै छस्, कहाँ जित्छस्, हुँदैन, नगर, दुःख पाउँछस् भन्नुहुन्थ्यो। तर आफूको हो भन्ने कुरा आफूलाई जन्म दिने आमालाई पनि थाहा हुँदैन। मेरो आमाले त्यसो भन्नुहुन्थ्यो मलाई, होइन? तपाईँको भाग्य नेते तपाईँ खुद हो है। सकारात्मक सोच विचार। अहिले पनि म भन्छु नि, हाम्रो जस्तो देशमा के हुन्छ के हुँदैन भन्नुहुन्छ कि, तर यही देशमा सबथोक हुन्छ भनेर निस्केको मान्छे हुन्छ। कतिले भन्नुहुन्छ त्यो संस्कृतिले केही गर्दैन, ल्याउँदैन, जित्दैन। हामी बाहेक अरू कोही जित्दै हुँदैन, के को आधारमा अरूले जित्छ भन्ने है। तपाईँले मलाई जति नै अँध्यारो कोठामा लगेर राख्नु कि, तर म प्रकाशतिरै फर्किराखेको। यता अँध्यारो छ त्यसरी कालो न कालो विचार विकास। विकास भनेर तपाईँले ठुलो बाटो, ठुलो भवन होइन, तपाईँको छैन सुन चाँदी, तपाईँको छैन भौतिकता होइन। विकास भनेको तपाईँको मेन्टालिटी कस्तो छ है। तपाईँको सोच विचारमा सकारात्मक हुनुहुन्छ भने त्यही हो विकास है। तपाईँको मनमा निराशा छ भने सुनको पलाङमा सुतिराख्दा पनि तपाईँ रुँदै सुत्नुपर्छ, निद्रा लाग्दैन है। तर तपाईँको मनभित्र आशा छ, त्यो आशा जगाउनका लागि तपाईँको सोच विचार सकारात्मक हुनुपर्छ। हुन्छ हामी गर्न सक्छौँ, हुन्छ हामी गर्न सक्छौँ।